लगडा हो के गर्दैछ सबैजना आज यहाँनिर खतरा पानी परिरहेको छ कि यसरी केटाहरूले यहाँ आज भ्यू देखाइदिउँ भनेको यो चाहिँ एकदम लोकल ब्लग हो हेर्नु होला अब दामीको मजाको ब्लग हेर्नु पानीको लामा दाजुले हेर्छ उठाए म चाहिँ यस्तो पानी परेको छ क्या खतरा नै पानी परेको छ तपाईँहरूलाई यस्तो देखाउँदै यहाँको भ्लगहरू कस्तो हुँदैछ के हुँदैछ होइन यहाँको के भन्छ वातावरणहरू दामीको छ नि यो चाहिँ होइन यो भ्यूहरू चाहिँ अनि देखाइदिन्छु तपाईँहरूलाई अहिले खतरा पानी परेको थियो अब केटा पानी परेको बेलामा त अब बाहिर निस्किनु सक्दैन होइन यस्तो पानी रहेर एकछिन चिल भएको ठाउँमा चाहिँ हावा खानु निस्केको अहिले चाहिँ दामीको हावा उडी आउँछ कुटुङ 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 गर्दा देख्यो दामीको चाहिँ वेदर सफा भयो भने त सक्दैन नि भ्यू चाहिँ खतरा छ साथी हो खतरा खतरा रहेछ पछाडि हेर्नु पऱ्यो एकछिन यहाँ मेरो कस्तो देख्दैछ ओ माई गॉड खायो केटा हो मार्केट खायो ल ल आज चाहिँ यहाँनिर अब यहाँ चाहिँ अहिलेको घडीमा चाहिँ भन्दाखेरि चाहिँ अहिले यहाँनिर चोक हुँदैछ र चोकको चाहिँ अहिले एकछिन ब्रेक हो ब्रेकमा चाहिँ पानी खतरा पऱ्यो अनि दामी वेदर भयो ल तपाईँ केटाहरूलाई को पनि अब भ्युवर्स सबैजनाले देखाउनु आएको भ्लग हुन धेरै दिन भयो भ्लग नबनाएको अब चाहिँ नेपालीमा नि हेर्ने धेरै छ त्यसै कारणले अब नेपालीमा नि बनाउनु पर्ने सोचेको छ अब यहाँनिर के हुँदैछ कस्तो हुँदैछ देखाउनु पऱ्यो यार यहाँ के हो मैलाहरू कोही पनि छैन है यहाँ त किचन खाली रहेछ यार सधैँ हुँदै यहाँ अब एक्टिभिटिजहरू खतरा खतरा हुँदै थियो खतरा खतरा हुन्थ्यो कि आज देखाइदियो भनेको भएन ओ माई गॉड अब यहाँ चाहिँ कफी पनि छैन यार एउटा चट्टै कफी फेरि छोकमा जानुपर्छ नि त केटाकेटी हो फेरि छोकमा जानु पऱ्यो नि त त्यस्तो छ कुरा चाहिँ यहाँ अब त्यस्तो सेरो यहाँ कफी खाएर हेरेँ यसलाई चाहिँ त्यति अब ला घन्टी लाग्यो यार टक्टा गड्डा काटे कफी कफी काइस मजाले ल यसले खतरा तर पनि कफी बनाइराख्नु होइन भरे आएर खाँदा हुन्छ होइन र नेपाली कुरा आउँछ तँलाई यो चाहिँ दाई बोल्छ नि भाइ दाजुभाइ यो चाहिँ छर्काको हो क्या अस्ति के भन्छ सोनम भुटीको के भन्छ आफ्नै पर्छ यो नि यहाँ लगान यहाँ बगाइदिनु हो देल्लु र ओए दे मारे देल्लु त मा छुल्ता स्यासो त सुशाल त मा डौट कफी यसले चाहिँ के भन्छ पुरा ट्रेनिङ गरेर आएको कि कफीको के भन्छ कहाँ गरेको बाइस्टा हो कि कहाँ हो के बाइस्टामा गरेको ल केटा खतरा ट्रेनिङको टिचर को म होइन ट्रेनिङ दिने बल दिएको केटा यसले खतरा ल अब स्टार्ट भयो बनाउनु केटा कफी चाहिँ ल कफी इन्जिनियर कफी मेकेनिक कफी मेकेनिक है खतरा हुनु त सक्दैन नि केटा हो ग्यास पारेको ल हेर्दा ग्यास खतरा जलाउँछ नि हो ल अब यो सबै देखाउनु हुँदैन तान्नु भनेर खाएको पनि देखाउनु पर्छ केटा ल त्यस्तो छ कुरा चाहिँ अब एकछिन उसो घन्टा लाग्यो पढ्नु जानुपर्छ भरे आएर बनाउँछु के कसो देखाउँछु है तपाईँहरूलाई है ल केटा हो साथीहरू अहिले हो भनेदेखि चाहिँ पानी चाहिँ अब रहेको छ र म चाहिँ यस्तो हिँड्नु पर्ने कि
तल बहिनी आएको छ नि त मेरो चाहिँ बहिनीलाई भोलि फर्किने अरे क्या यहाँ एउटा सामान दिँदै ओ ड्राइम सो सो डो बाँदर हेर्नु बाँदर बाँदर सो बाँदर देखाउँछ है पहिला यहाँ चाहिँ बहिनीलाई सामान छ एउटा दिनुपर्ने छ होइन ओ हेर बाँदरले के बोकेर गयो यार ओ अर्को पनि आयो ल एकछिन बस्नु है तल पुगेर देखाउँछु मेरो भाइ चॉकलेट दे रहा है ब्लैक चॉकलेट चॉकलेट दे यार दामी ब्ल्याक चॉकलेट यहाँबाट चाहिँ चॉकलेट पुरा मनपर्छ क्या दादा कफीको साथी यो चॉकलेट चाहिँ अलिकति भिन्दै खालको रहेछ क्या एकदम स्ट्रङ यो दाजुले दिएको त्यो यसमा चक्लेटै मात्रै रहेछ क्या चक्लेटै मात्रै केही पनि छैन रहेछ यो के भन्छ फ्लेभरहरू यो दाजुले दिएको बिहान बिहान उठेर खानुपर्ने रहेछ एक्सप्लेन त गर्नु पऱ्यो नि मेरो भ्युवरलाई म आज नेपालीमा बनाउने क्या कस्तो नेपालीको मेरो भ्लगको कस्तो भएको छ होइन अब तिमीहरूले कमेन्ट त गर्दैन केटाहरू तर पनि अब बताइदिनु कस्तो भएछ होइन पानी पर्दाखेरि दामीको भ्यू छ यहाँ होइन ओ माई गॉड थोक्चा चिक्ने सुम्ची 5-4 तले भएछ घर त गुरुजीको घर यहाँ यस्तो देखाउँदै जान्छ हामीहरू दामी दामी भ्यूहरू हाम्रो गुम्बाको अब ये चैनल दिए नेपाली के ग्यागार के इंग्लिश के फ्रांस के खरे नेपाली हिंदी इंग्लिश दिन चला जी ल हाम्रो यहाँ देखिन्छ बेस्ट भ्यू अफ द मेरी यहाँबाट देखिन्छ यहाँ चाहिँ दामी फुल फुलेको थियो आज सबै सकेको छ केटा साथी दाजुभाइ दिदी पनि सबैजनालाई फुलको नाम के हो यसको बगनबेलिया के भन्छ यार मलाई त केही पनि याद छैन यो हाम्रो साथी चाहिँ छ नि फुलमा एकदम इन्ट्रेस्ट गर्छ कि उसको घरको वरिपरि देखेला न अघि दामी फुल रोप्छ होइन मैले चाहिँ फुलमा इन्ट्रेस्ट दिन चाहिँ रिजाइन गरेको फुल नरोप्ने अब फुल चाहिँ नरोप्ने फुल रोपे कि त सबै मर्छ मेरो हातमा चाहिँ त्यसै कारणले नगर्ने म चाहिँ होइन केटा मान्छे पनि हो अनि अरू चाहिँ यहाँ हाम्रो चाहिँ यो चाहिँ हाम्रो लाइब्रेरी नेपालीबाट त मैले एक्सप्लेन गरेको छैन नि त तिमीहरूलाई त्यसै कारण यहाँ चाहिँ एक्सप्लेन गर्नुपर्ने चाहिँ यो चाहिँ हाम्रो लाइब्रेरी यो चाहिँ हाम्रो कुदुङखाङ भनेको चाहिँ मूर्तिको घर हो यो चाहिँ हाम्रो अटल टनल हो यहाँदेखि अटल टनल आउँदैछ यहाँ होइन लङ्गेस्ट टनल अफ द मेड्री अनि यहाँ हाम्रो अरू चाहिँ गेस्ट हाउस हो र मेरो बहिनी छ यहाँनिर बहिनीलाई चाहिँ यो गिफ्ट दामीको गिफ्ट छ यहाँभित्र चाहिँ अब तैँले त हेर्छस् मेरो ब्लग होइन खानु है दिनै खाएर मजाले खाएर हेल्थको बारेमा हेल्थ कन्सियस हुनुपर्छ नि त होइन मेरो च्यानलको लागि मेरो पर्सनल च्यानलको लागि बनाएको भरे आउँछ ल त्यस्तो कुरा चाहिँ ल यहाँबाट आउँदैछ मेरो बहिनी चाहिँ दिनुपर्ने छ ओ यहाँ एकदम राम्रो राम्रो चिज छ खाएर एकदमै हेल्दी हुनु एकदम हेल्दी हुन्छ आफ्नो बहिनीलाई मात्रै दिने यार तपाईँलाई किन दिने यस्तो हेल्दी मान्छे छ नहीं हेल्दी तो हेल्दी है ना पर प्यार बांटने से प्यार फैलता है ना फैलता है नेपाली यो चाहिँ नेपालीमा त्यो वो जो बांटवारा करते हैं ना जितना ज़्यादा संख्या में होगा उतना हमारे लिए फायदा ज़्यादा होगा वो तो सही तो बोला पर मैं पटवारी नहीं हूँ ना पटवारी तो नहीं है तो जमींदार ही है ना जमींदार थोड़ी यार हम पटवारी थोड़ी है पटवारी होगा तो जब बात लेंगे ना ल दाजुभाइ यो चाहिँ हाम्रो होस्टेल हो माथि आकाशमा देख्दैछ नि एकदम बिल्डिङ 50 तला माथि
यहाँ बच्चाहरूको। बच्चाहरू 30 क्लास केजीसम्म पढ्छ है 30 क्लाससम्म केजीसम्म 30 यहाँ क्लास केजीसम्म पढ्छ यहाँ त्यस्तो पर्छ मुनि चाहिँ हाम्रो स्कुल हो यहाँदेखि यस्तो हिँड्दै चाहिँ अब वकिङ एकदम सिनियर सिटिजनसँग हिँड्दैछ हाम्रो एकदम सिनियर बोइज हो हाम्रो यहाँ हाम्रो पछाडि फ्युचर यस्तो हो क्या अब मेरो फ्युचर पछाडि यस्तो हो कि हाम्रो यहाँ प्रेजेन्ट र फ्युचर हिँड्दैछ अब यहाँ फ्युचरको बारेमा के भन्नु त दाजु We live in the present. No, you are my future. No. That's why I'm Future, asking हम my- फ्यूचर को मानते ही नहीं है हमारे लिए फ्यूचर नहीं है पर है तो है ना पर है तो है ना नहीं है हम है तो है ना? वर्तमान में जीने वाला है अच्छा तो मेरो आई डोन्ट हैव एनी वर्ड्स फर यु ओके इङ्ग्लिस खतरा दिन्छ नि यार ठिमकल चाहिँ छिटो छ यसलाई त भ्लग पनि निकाल्नुपर्छ यसको बाउले चाहिँ मेरो भ्लग हेर्छ नि त दवा सरले दवा सर ल दवा सर तपाईँको छोरा चाहिँ एकदमै यो भागेर आएर यहाँ होटलमा खाना खाएर भागेर आएर यहाँ होटलमा खाना खाएर पगला गर्दैछ धेरै पगला यहाँनिर हाम्रो साथीहरू सबै यहाँनिर छ हेर्न सक्नुहुन्छ स्विडेन नदी रे सबै मेरो साथी यो चाहिँ बिहारबाट हो यो मात्रै होइन भाइजी यो आएर मौसम बदल्यो यो आएर मौसम बदल्यो नि यो चाहिँ एकदमै कविको यो चक्लेट चाहिँ खान सकिनँ उयोलाई दिन्छ यसको रिभ्यू पनि बताउने यहाँ चाहिँ डार्क चॉकलेट डार्क चक्लेट हजुर अझै सक्ला कि फेरि सिद्धान्त सामान्य चक्लेट खाएर हुन्छ जबरदस्त कहाँ किरमोड हो चॉकलेट की जो वैल्यू नहीं जानते हैं ना हाँ चॉकलेट को जो त्यो वैल्यू चाहिँ नाचिन्नेहरूले खुवाउनु हुँदैन क्या त्यो गु खाएको साँच्चै भन्नु साँच्चै हो कुरा हो यो चाहिँ एकदमै चक्लेट प्योर चक्लेट हो नि त दामी छ काले मुला चक्लेट कस्तो छ अरे भाइ पेमेन्ट हो पेमेन्ट हो नेपालीबाट कुरा गर्दा यो हाम्रो हो कर्लाएर पेटेन्ट मेडिसिन जस्तो छ एकदम अमिलो अमिलो खट्टा खट्टा मेरो छैन काम छैन अघि ऊ दाइले भने त के हो कुरा भनिसक्यो कि कुछ थियो एन्टिक फोन छ अरे एउटा नयाँ फोन तेरो फोन देखाएको थियो त्यहाँ देखाउनु हुँदैन यसो नजर लाग्छ नजर लाग्छ जिबी कति हो जिबी जिबी 2 टिबी बाकी तो नहीं जाए एक ये अंकल का भी देता है मोटा अंकल है ना ये तो चाची सुर है ल दाजु चलपल हेर्नु यहाँनिर सबै खतरा छ अब गेम बोय गोल हाल्यो दे गोल हाल्यो केटाले गोल हेरे सिक्मा बोय यता हेर गोल कोला यो गोल खानेको गोल खानेको अब अपोनेन्ट टिमको यो तले खाऊ गोल ल सक्यो अब यहाँको चिन्ता खत्तम ल रातभरै दाजुभाइ राजु चाहिँ ढुस्सेन हो त्यसै कारणले यहाँनिर ग्यारिङहरू चलाउनु हुँदैछ माथिबाट म चाहिँ अहिले खाली खुट्टै छु मजा नलाइ गएको थियो कि यो जुत्ताले चेप्यो यार त्यसै कारणले जुत्ता खोलेर हिँडेर आएको पर आधीबाटदेखि त अनि ओ माई गड यसको स्ट्रिकै भाँच्यो के अनि स्ट्रिक बोक्नु पनि अल्छी लाग्छ मेरो यसको यो के भन्छ गोप्रोको स्ट्रिकै भाँच्यो कि अनि स्ट्रिक बोक्नु पनि अल्छी लाग्छ यत्रो ठुलो लामो हुन्छ नि त अनि त्यसैले हातले यसरी बोकेर नै बोकेको हो ल साथीभाइहरू यस्तै थियो आजको ब्लग लाइट पनि भाल्यो यस्तै चाहिँ आजको ब्लग दुध आएछ यार दुध के हो यार दुध ल सबै हमला गर्छ त्यहाँ र त्यो आजको भ्लग चाहिँ यस्तो थियो साथीभाइहरू अनि
दुनियाँ दिवाना के देखायो मैले याद भएन अब के चाहिँ ब्लग अब यस्तै हुन्छ दाजुको होइन अनि ब्लग चाहिँ कस्तो भयो तपाईँहरू बताइदिनु होला राम्रोसँग हेरेर अनि त्यस्तै हो अब ल अब भोलि पर्सि कहिले हुन्छ म देखाउँछु अनि आजको ब्लग यहीँ राख्नु चाहन्छु तपाईँलाई यहाँ चोरा यार के भन्छ यसको कहानी पनि भन्छ यसको कहानी चाहिँ के हो भन्दाखेरि यसले चाहिँ एउटा बच्चा बेहेको थियो राम्रो एउटा सानोबाट एउटा बच्चा बेहेको थियो अनि त्यसलाई चाहिँ मैले 2-3 दिन पाल्यो खाना खाएर यताउता दिएर दिनुहुँदैन केहरू दिएर अनि के गर्छ त फेरि अर्को एउटा यसको यसले चाहिँ अर्को एउटा बुढा लिएर आएछ क्या अर्को ढाडे त्यसले चाहिँ अब मार्दैछ यार बच्चालाई मार्नु मात्रै होइन क्या मारेर पनि खाएछ आधी जिउ मात्रै राखेको रहेछ माथि अनि त्यस्तो भएछ अनि अहिले यहाँ खाना बनाउँछ यार कस्तो कराउँछ यार खालि भएको जन अस्ति लागि यहीँ दिन्छ ल ल ओइ यसको खाना भयो यस्तै थियो अब ब्लग बाई बाई फिर यहाँ हिन्दीमा बनाउँथ्यो हिन्दी मात्रै आएको छ ल यस्तै थियो आजको ब्लग यस्तै हो अब र केटा आजको ब्लग चाहिँ यहाँ राख्न चाहन्छु बाई बाई फेरि मिल्छु अर्को ब्लगमा तबसम्म के भन्ने यार लास्टमा थ्याङ्क यू फर वाचिङ बाई बाई